आजको संसारमा हामीले इन्टरनेट मोबाइल फोन बिनाको जीवन कल्पना पनि गर्न सक्दैनौँ। बिहान उठ्ने बित्तिकै सामाजिक सञ्जाल हेर्नेदेखि लिएर कार्यालयको काम, अनलाइन कक्षा, साथीहरूसँग गफगाफ, अनलाइन किनमेल गर्ने लगायतका काम इन्टरनेटबाटै गरिरहेका हुन्छौँ। के तपाईँले कहिले सोच्नु भएको छ त यो इन्टरनेट हाम्रो मोबाइलसम्म कसरी आइपुग्छ? कि यो आकाशमा घुमिरहेका सेटेलाइटबाट आउँछ त? आज हामी यही रहस्यको पर्दाफास गर्नेछौँ। धेरैलाई लाग्छ कि इन्टरनेट सेटेलाइटबाट चल्छ, तर यदि त्यसो हुने हो भने चाहिँ सेटेलाइटबाट पठाएको एउटा नमस्ते लेखिएको मेसेज अर्को व्यक्तिसम्म पुग्न घण्टौं लाग्न सक्थ्यो, किनकि सिग्नलहरू 35,000 किलोमिटर माथि गएर फेरि तल आउनुपर्छ। तर वास्तविकता यो हो कि हाम्रो इन्टरनेटको 99% हिस्सा सेटेलाइटबाट नभई समुद्रमा बिछेका केबलहरूबाट नै आउने गर्छ। तर ती केबलहरू अप्टिकल फाइबरबाट बनेका हुन्छन्। तर आउनुहोस् आज डाटाको यही अदृश्य यात्रालाई चाहिँ सुरुदेखि अन्त्यसम्म निहालौँ। तपाईँ हामीले फेसबुकमा पोस्ट गरेको फोटो होस् या गुगलमा सर्च गरेको चिजहरू, त्यो सबै जानकारी कहाँ गएर बस्छ होला त? हो, त्यो डाटा चाहिँ डाटा सेन्टरमा बस्छ। साधारणतया भन्दाखेरि चाहिँ यो डाटा गोदाम पनि भनेर बुझ्न सकिन्छ। तर ती डाटा सेन्टर भित्र लाखौं शक्तिशाली कम्प्युटरहरू हुन्छ जसलाई चाहिँ सर्भर भनिन्छ। तर यी सर्भरहरू यति शक्तिशाली हुन्छन् कि एक सेकेन्डमै करोडौं प्रयोगकर्ताहरूको मेसेज चाहिँ एक ठाउँदेखि अर्को ठाउँसम्म पुर्याउन मुख्य भूमिका खेल्छन्। गुगल, फेसबुक, अमेजन जस्ता ठुला कम्पनीहरू चाहिँ यस्तै विशाल डाटा सेन्टरहरू चलाउँछन्। डाटा सेन्टरबाट तपाईँ हाम्रो फोनसम्म डाटा कसरी आइपुग्छ त? यसका लागि प्रयोग हुन्छ अप्टिकल फाइबर केबल। तर यो कुनै सामान्य तार होइन। यो अप्टिकल फाइबर केबल भित्र कपाल जस्तो सानो मसिनो काँचको धागो हुन्छ जसमा चाहिँ डाटाहरू प्रकाशको गतिमा चाहिँ यात्रा गर्छन्। अप्टिकल फाइबर केबलहरू चाहिँ हजारौं किलोमिटर लामा हुन्छ र यिनीहरूलाई चाहिँ समुद्रको पिठमा बिछ्याइन्छ, जसले चाहिँ पुरै महादेशहरूलाई चाहिँ एक आपसमा जोड्दछन्। तर यी अप्टिकल फाइबरका केबलहरूलाई चाहिँ बिछ्याउन, मर्मत गर्न अर्बौं खर्च लाग्छ। पश्चिमा देशहरूमा चाहिँ इन्टरनेट पुर्याउनका लागि, जस्तो कि नेपाल जस्तो देशमा चाहिँ इन्टरनेट ल्याउनको लागि भारतको मुम्बईबाट ल्याइन्छ, जसमा चाहिँ त्यो मुम्बईमा एउटा ठुलो इन्टरनेटको जक्सन छ। त्यो जक्सनबाट चाहिँ नेपाल जस्तै श्रीलङ्का, भुटान देशहरूमा चाहिँ इन्टरनेट वितरण गरिन्छ। समुद्रबाट आएको इन्टरनेट चाहिँ तपाईँ हाम्रो घरसम्म चाहिँ कसरी आइपुग्छ त? यसले चाहिँ विभिन्न तहमा काम गर्दछ। जस्तै कि यसका 3वटा टायर हुन्छन्। अब टायर 1 को कम्पनीहरूले चाहिँ समुद्रमा केबल बिछ्याउने काम गर्छ। टायर 2 को कम्पनीहरूले चाहिँ देशभरिमा इन्टरनेटको सञ्जाल फैलाउँछ। टायर 3 का कम्पनीहरूले चाहिँ तपाईँ हाम्रो घर दैलोसम्म चाहिँ इन्टरनेट पुर्याउने काम गर्छन्। यदि तपाईँ हामीले चाहिँ मोबाइल डाटा चलाउँछौँ भने त्यो बेला चाहिँ टावरको चाहिँ महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। टावरमा चाहिँ मुख्यतया 2वटा एन्टेनाहरू हुन्छन्, जुन चाहिँ लाम्चो आकारमा देखिएको हुन्छ भने त्यो चाहिँ जीएसएम एन्टेना हो भने चाहिँ, र अर्को चाहिँ गोलो ड्रम जस्तो देखिने माइक्रोवेभ एन्टेना, जसले चाहिँ एउटा टावरदेखि अर्को टावरसम्म चाहिँ सिग्नलहरू चाहिँ माइक्रोवेभमा ट्रान्सफर गर्न चाहिँ सहयोग गर्छ। जब हामीले चाहिँ डाटाबाट इन्टरनेट चलाइरहेका हुन्छौँ त्यति बेला बत्ती जाँदा पनि टावर कसरी चलिरहन्छ त? टावरलाई 24 घण्टा चलाउनका निमित्त चाहिँ सोलर प्यानल, शक्तिशाली ठुला ब्याट्रीहरू, जेनेरेटरहरू ब्याकअपको रूपमा राखेको हुन्छ, ताकि जसले चाहिँ इन्टरनेटको कनेक्सनलाई चाहिँ अवरुद्ध नहोस्। तपाईँ हाम्रो मोबाइल फोनमा आउने डाटा किन कतै हराउँदैन त? तर इन्टरनेटमा जोडिएका हरेक उपकरणको एउटा छुट्टै विशेष ठेगाना रहेको हुन्छ के, जसलाई चाहिँ आइपी एड्रेस भनिन्छ। यो चाहिँ तपाईँ हाम्रो घरको ठेगाना जस्तै हुन्छ के, जसले गर्दा चाहिँ डाटा चाहिँ सही ठाउँमा पुग्छ। तर यस्ता नम्बर चाहिँ याद गर्न चाहिँ निकै गाह्रो हुन्छ। त्यसैले चाहिँ हामीले youtube.com जस्ता सजिलो नामको प्रयोग गर्छौँ, जसलाई चाहिँ हामीले डोमेन भनिन्छौँ। डिएनएस भन्नाले चाहिँ डोमेन नेम सिस्टम हो हैन, जसले चाहिँ इन्टरनेट हैन इन्टरनेटको फोन बुक जस्तै काम गर्छ हैन। यसले चाहिँ डोमेनको नामको आइपी को ठेगाना बदल्छ के। तर यो प्रणाली चाहिँ आइक्यान नामक विश्वव्यापी संस्थानले चाहिँ व्यवस्थापन गर्छ। एउटा मोबाइल फोनमा कल गर्दा के हुन्छ त्यो हेरौँ। जब तपाईँ हामी फोनमा बोल्दछौँ तब फोनले चाहिँ हाम्रो आवाजले डिजिटल सिग्नलमा बदल्छ। त्यो सिग्नल टावरमा जान्छ। टावरले यसलाई चाहिँ अप्टिकल फाइबर मार्फत चाहिँ मोबाइल स्विच सेन्टरसम्म लग्छ। मोबाइल स्विच सेन्टरले चाहिँ फोन गरेको व्यक्तिको लोकेसन पत्ता लगाएर उसको नजिकको टावरमा सिग्नल पठाउँछ। टावरले सिग्नल चाहिँ साथीको अर्को हामीले कल गरेको साथीको मोबाइलसम्म पुग्छ। तर यो प्रक्रिया चाहिँ फोनमा टुटु हुने केही सेकेन्ड भित्रै भइसक्छ। तर 2G ले फोन कल गर्न र टेक्स्ट मेसेज गर्न सम्भव बनायो भने चाहिँ 3G ले चाहिँ इन्टरनेटको ढोका खोल्यो। 4G ले चाहिँ इन्टरनेटलाई तेज गतिमा भिडियो कलिङ गर्न दियो भने चाहिँ 5G ले चाहिँ प्रति सेकेन्डमा GB सम्मको स्पिड दियो, जसले चाहिँ हामीले चलाउने चाहिँ विभिन्न उपकरण, विद्युतीय उपकरणहरूमा चाहिँ इन्टरनेट सेकेन्डमै पुग्दछ। सेटेलाइट फोनहरू कसले प्रयोग गर्छ? त्यो चाहिँ विशेष अवस्थामा, जस्तै सेनाले दुर्गम क्षेत्रमा प्रयोग गर्छ। तर यसको लिमिटेसन के हो भनेपछि एकपटकमा एकजना मात्र बोल्न सक्छ। त्यसैले उनीहरूले ओभर एन्ड आउट जस्ता शब्दहरूको प्रयोग गर्छन्। अब सबैभन्दा ठुलो प्रश्न, इन्टरनेट कसले नियन्त्रण गर्छ त? अचम्मको कुरा के छ भने यसको कुनै मालिकहरू छैन। तर इन्टरनेट एक सेन्ट्रल सिस्टम नभएर चाहिँ यो चाहिँ विकेन्द्रीकृत सिस्टम हो। यो भन्नाले चाहिँ विभिन्न लेयर अनुसार चाहिँ इन्टरनेट पुर्याउन सकिन्छ भन्न खोजेको। तर यसको नियन्त्रणको जिम्मेवारी चाहिँ धेरै निकायहरूमा बाँडेको हुन्छ। यसमा चाहिँ आइएसपी प्रोभाइडरहरू, आइएसपी भनेको
इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमा चाहिँ यसको जिम्मेवारी बाँडिएको हुन्छ। तर इन्टरनेट चाहिँ अब यो आईएसपीहरुको सञ्जालमा चल्ने चाहिँ एउटा ठूलो विश्वव्यापी सञ्जाल हो के। अब तपाई हामीलाई थाहा भयो होला कि हाम्रो एउटा क्लिकले इन्टरनेटलाई कस्तो जटिल यात्रा गराउँदो रहेछ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर गर्नु होला र हामीसँग जोडिरहनु होला।